नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। यदि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। आज म चाहिँ न्याट टेस्टको लागि फर्म कसरी भर्ने भनेर देखाउन गइरहेको छु। अन्तिमसम्म हेर्नुहोला। हामीले फर्म अप्लाई गर्दा चाहिँ सबैभन्दा पहिला पासपोर्ट साइजको फोटो, नागरिकताको अगाडि र पछाडि भाग भएको एउटै फोटो, त्यो नभए पासपोर्टको फोटो चाहिन्छ। अनि आफूसँग ब्याङ्कमा 4500 रुपियाँ चाहिन्छ। अब फोटो छैन भने चाहिँ मैले फोटो कसरी बनाउने भनेर चाहिँ भिडियोहरू हालेको छु, त्यसमा हेर्नुहोला। तल लिङ्कमा पनि दिनेछु, डिस्क्रिप्सनमा चेक गर्नुहोला। हामीलाई फोटो चाहिँ जेपिजी फर्मेटमा चाहिन्छ। क्यानभाबाट एडिट गर्दाखेरि पिएनजी फाइलमा सेभ भएको हुनसक्छ। त्यसलाई डाउनलोड गर्ने बेलामा पिएनजीबाट जेपिजी फर्मेटमा सेलेक्ट गरेर डाउनलोड गर्नुहोला। ल अब भने हामी फर्म भर्न सुरु गरौँ। सबैभन्दा पहिला आफ्नो डिभाइसमा भएको गुगल क्रोम खोल्नु होला। गुगल क्रोम खोलिसकेपछि गुगलको सर्च बारमा न्याट टेस्ट भनेर सर्च गर्नु होला। मैले चाहिँ काठमाडौँको लागि न्याट टेस्टको फर्म भर्न लागिरहेको छु। मैले दुईटा तरिकाबाट सिकाउने छु। एउटा चाहिँ डाइरेक्ट न्याट टेस्ट काठमाडौँबाट गरेर र अर्को चाहिँ जापानिजको वेबसाइटबाट ओपन गरेर टेस्ट गर्नेछु। यो चाहिँ जापानको वेबसाइट हो। यसमा चाहिँ विभिन्न कन्ट्रीहरूको लिस्ट दिएको हुन्छ। यो जापानको अफिसियल वेबसाइटबाट काठमाडौँको लिङ्कमा जानु पनि सिकाउने छु। अब भने जापानको अफिसियल वेबसाइट खुलेको छ। यसमा सरर पढ्न पनि सक्नुहुनेछ। अब हामी जानुपर्ने चाहिँ न्याट टेस्टको यो होम बटन देखेको छ, यसमा क्लिक गर्नुहोस्। हाम्रो यो पेज खोलिसकेको छ। यहाँ चाहिँ विभिन्न देशहरूको नाम लिस्ट रहेको छ। हामीले चाहिँ आफ्नो देश नेपालमा गएर फर्म भर्नुपर्ने हुन्छ। नेपाल चाहिँ यहाँ रहेको छ। नेपालमा चाहिँ काठमाडौँ, पोखरा, चितवन र इटहरीबाट दिन मिल्नेछ। अहिले मैले चाहिँ काठमाडौँबाट अप्लाई गर्न लागेको छु, त्यसैले काठमाडौँ क्लिक गरेँ। अब भने न्याट टेस्ट काठमाडौँको अफिसियल वेबसाइटमा आइपुगेको छौँ। अर्को पनि अघि नै हामीले डाइरेक्ट लिङ्कबाट ओपन गरेको यो हो, सेम रहेको छ। यसलाई चाहिँ काटिदिएँ। यसलाई क्रस गरिसकेपछि अघिको वेबसाइटमा आइपुगेँ। न्याट टेस्ट काठमाडौँ, चुज योर अप्सन फर न्याट टेस्ट एक्जामिनेसन। हामीले चाहिँ पेपर बेस्ड इक्जामको फर्म भर्न लागेको हो, त्यसैले यसैमा क्लिक गरेँ। यो पेज खुलिसकेको छ। खुलिसकेपछि अनाउन्समेन्ट भनेर लेटेस्ट नोटिसहरू पब्लिस गरेको छ। यसमा तपाईँहरूले चेक गर्न सक्नुहुनेछ। अब चाहिँ फर्म भर्नको लागि लागौँ। यसमा पेपर बेस्ड टेस्ट र कम्प्युटर बेस्ड टेस्टको इक्जाम्पलहरू दिएको छ। हामी चाहिँ पेपर बेस्डमा जान्छौँ। तपाईँहरूले रजिस्ट्रेसन गर्नुभन्दा अगाडि यो सरर पढ्न सक्नुहुनेछ। मैले पहिला पनि भनिसकेको छु। अब रजिस्टर फर पिबिटी बेस्ड र रजिस्टर फर सिबिटी बेस्ड छ। त्यो मध्येमा चाहिँ हामीले रजिस्टर फर पिबिटी बेस्डमा क्लिक गर्नुपर्ने हुन्छ। हाम्रो इक्जाम चाहिँ कहिले कहिले हुन्छ भनेर यहाँ तल सेड्युल पनि दिएको छ। एकचोटि सरर हेर्नु होला। अब रजिस्टर फर पिबिटी टेस्टमा क्लिक गर्नु होला। यति भइसकेपछि रजिस्टरमा क्लिक गर्नुहोस्। यसमा आफ्नो फुल नेम, तल्लोमा आफूले चलाइरहने इमेल एड्रेस, त्यसपछि पासपोर्ट राख्नुहोस् र अर्को लाइनमा फेरि आफ्नो त्यही पासपोर्ट हाल्नुहोस्। अनि अकाउन्ट टाइपमा चाहिँ व्यक्तिगत गरिरहेको भएकाले पर्सनमा सेलेक्ट गर्नुहोस्। त्यसपछि रजिस्टर बटनमा क्लिक गर्नुहोस्। यसमा आफ्नो फोन नम्बर राखेर सेभ गर्नुहोस्। यो खुलिसकेपछि स्टार्ट योर एप्लिकेसन प्रोसेसमा क्लिक गर्नुपर्छ। यसमा क्लिक गर्नुहोस्। हाम्रो यहाँ पनि देखाइरहेको छ यु आर रजिस्टरिङ फर 2025 मे 10 मा भनेर देखाइरहेको छ। यसमा आफ्नो फुल नेम राख्नुहोस्। तल्लोमा आफ्नो डेट अफ बर्थ राख्नुहोस्। त्यसपछि आफ्नो मोबाइल नम्बर राख्नुहोस्। अब चुज लेभलमा चाहिँ आफूले कुन लेभल दिन लागेको त्यो लेभललाई सिलेक्ट गर्नुहोस्। त्यसपछि सेभ बटनमा क्लिक गर्नुहोस्। यो पेज खुलेको छ। ब्याङ्कको डिटेल दुईटा छ। मैले चाहिँ क्युआर भएको युज गर्छु। यसको स्क्रिनसट लिएर गर्नु होला। अब हल्का तल जानुहोस्। तल चाहिँ मेरो नाम देखाएको छ। अनि त्यसपछि हामी फोटोमा चाहिँ अपलोडमा क्लिक गर्नुहोस्। अपलोड फोटोमा। त्यसपछि चुज फाइलमा क्लिक गर्नुहोस्।
बनाएर राखेको पासपोर्ट साइजको फोटोलाई क्लिक गर्नुहोस्। त्यसपछि अपलोडमा थिच्नुहोस्। अघि सेलेक्ट गरेको फोटो आइसकेको छ। अब भने सिटिजनसिपको पालो, यसमा क्लिक गर्नुहोस्। यसमा पनि सेम प्रोसेस हो। अगाडि र पछाडि भएको फोटोलाई सिलेक्ट गरे, त्यसपछि अपलोड सिटिजनसिपमा क्लिक गर्ने। हाम्रो यसमा पनि नागरिकताको फोटो आउँदैछ, आइसक्यो। अब हामीले यति गरिसकेपछि पेमेन्ट सेक्सनमा जानुपर्छ। पेमेन्टको लागि चाहिँ यही माथिको क्युआर स्क्यान गर्नुहोस् मोबाइलबाट। पेमेन्ट गरिसकेपछि लास्टमा त्यसको स्क्रिनसट लिनुहोस्, त्यो चाहिन्छ हामीलाई। हामीले पेमेन्ट गरिसकेपछि अब भने अपलोड भाउचर डिटेल्समा क्लिक गर्नुहोस्। भाउचर नम्बरमा चाहिँ तपाईँले अघि स्क्रिनसट लिनुभएकोमा ट्रान्जेक्सन कोड अथवा रिफरेन्स कोड जुन चाहिँ छ आइडी हो त्यसलाई प्रयोग गर्नुहोस्। यसमा लेख्नु होला। इनकेस तपाईँले अघि छुट्नु भएको अथवा त्यो ट्रान्जेक्सन अथवा रिफरेन्स कोड देखिन भने चाहिँ तपाईँले रिमार्क्समा पैसा काटिसकेपछि म्यासेज जे आउँछ त्यो रिमार्क्सलाई पुरै टाइप गरेर लेख्नु होला। ब्याङ्क ब्रान्च एड्रेस भनेको चाहिँ आफूले ब्याङ्क कहाँ अकाउन्ट कहाँ खोलेको त्यही एड्रेस लेख्नु होला। त्यसपछि डिपोजिट डेट राख्नु होला। मैले चाहिँ आज भरेको भएर आजकै राखेँ। डिपोजिट बाईमा आफ्नो नाम मेन्सन गर्नु होला। अब चुज फाइलमा क्लिक गर्नुहोस्। अघि पेमेन्ट गरेको स्क्रिनसट लिएको थियो त्यसलाई सिलेक्ट गर्नुहोस्। हाम्रो पेमेन्टको पनि फोटो अपलोड भइसकेको छ। त्यसैको छेउमा अब पेमेन्ट भेरिफिकेसन अन प्रोसेस योर एप्लिकेसन विल बी आफ्टर द एप्लिकेसन डेडलाइन भनेको छ। हामी चाहिँ यो डेडलाइन कहिलेसम्म ओपन छ तहिलेसम्म चाहिँ प्रोसेसिङमा रहन्छ भने डेडलाइन सकिसकेपछि चाहिँ तपाईँको पेमेन्ट भेरिफिकेसन हुन्छ। मैले अहिले चाहिँ डेडलाइन सकिसकेपछि अहिले पेमेन्ट भेरिफाई भएको देखाउन खोजिरहेको छु। त्यसको लागि चाहिँ कसरी हेर्ने भन्दाखेरि सबभन्दा पहिला चाहिँ हामीले सर्च बारमा गएर न्याट टेस्ट भनेर सर्च गर्नुहोस्। हामीले काठमाडौँको साइटबाट भरेको भएर सिधै न्याट टेस्ट काठमाडौँमा सेलेक्ट गरेर त्यसलाई क्लिक गर्नुहोस्। स्क्रोल डाउन गरेर रजिस्टर फर पीबीटी टेस्टमा क्लिक गर्नुहोस्। लगइनको लागि अप्सन आएको छ। यसमा चाहिँ इमेल राख्नुहोस् भने सेकेन्डमा चाहिँ आफूले क्रिएट गरेको पासवर्ड राख्नुहोस्। त्यसपछि लगइन बटनमा क्लिक गर्नुहोस्। हाम्रो यो खुलिसकेको छ लगइन भएर। पहिला चाहिँ हाम्रो भेरिफिकेसन लागि प्रोसेसिङमा थियो भने अहिले चाहिँ हाम्रो भेरिफाई भइसकेको छ। प्लिज भिजिट अफिस टु कलेक्ट एडमिट कार्ड अन 2025-57 मा भनेको छ। हाम्रो यसरी पेमेन्ट भेरिफाई भइसकेपछि चाहिँ अब एडमिट कार्ड कलेक्सनको लागि न्याट टेस्टको अफिसमा जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ गुगल म्यापमा हेर्नु होला। यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला।